पहिलो खण्ड फोन। काठमाडौँ आएको 18 वर्ष हुँदा पनि मैले बाँसबारीलाई बिर्सन सकेको थिइनँ। 18 वर्षको उमेरमा काठमाडौँ आएपछि म जम्मा एकपल्ट बाँसबारी गएको थिएँ। 2 दिन बसेर फर्केको थिएँ। त्यसबेला मैले सोचेको थिएँ, हरेक वर्ष दसैँमा आमैको हातबाट टिका थाप्न त आइहालिन्छ नि। तर समयले मलाई फिरफिरी बनायो, फनफनी घुमायो। म फेरि फर्केर गइनँ। आँखामा जालो लागेकी, कान सुन्न छाडेकी, दमले थल्लिएकी, रातभरि ढाड दुखेर सुस्केर हालिरहने, निन्द्रामा ऐठन पारेर बरबराइरहने। आमै आफै काठमाडौँ आएकी थिइन्। केटाकेटीले बालुवामा थुपारेर बनाए जस्तो सानो घर, बिस्कुटका पत्ता जस्ता खेत, आँगनको आरुको रुख सबै बेचेर, छातीमा स्याँ लहरे खोकेर थोत्रो झोलामा 6,14,413 रुपियाँ पोको पारेर आएकी थिइन्। उनी झ्याल्नेर उभिएको मलाई हेर्दै रोइन्। अनि आस्थाको अलिकति उस्किएको पेट हेरिन्। ढोकिरहेको आस्थाको शिर सुमसुम्याउँदै